नमस्कार। हामी माण्डवी टाइम्सको स्थानीय सवालबाट बोलिरहेका छौँ। म प्रस्तुता हेमन्त माण्डवी। आज हामी कैलाली जिल्लाको भजनी नगरपालिकाको समसामयिक विषयलाई लिएर हामी आज सामान्य सानो चर्चा गर्नेछौँ। भजनी नगरपालिका नामै सुन्दा ऐतिहासिक स्थान ओगटेको ठाउँको रूपलाई लिन्छौँ, जो राणाकालीन अवस्थामा भजनी नगरपालिकामा दाङदेखि कञ्चनपुरसम्मको तिरोलाई बुझाउने गरिन्थ्यो र एउटा अड्डाको रूपमा रहेको थियो र पछिल्लो चरणमा कैलाली जिल्लाकै सदरमुकामको रूपमा रहेको थियो, जहाँ जेल पनि थियो र कैदी बन्दीहरूलाई त्यहाँ राख्ने गरिन्थ्यो। कालान्तरमा अदूरदर्शी नेताहरू नै भन्नुपर्छ, त्यो ठाउँलाई धनगढी सारियो, जो आज ओझेलमा परेको छ। तर पनि बीचमा त्यहाँका केही अदूरदर्शी नेतृत्वहरूले भजनीको इतिहासलाई नै मेटाउने प्रपञ्च गरे, जो नगरपालिकामा रूपान्तरण हुँदै थियो। त्यति बेला पनि हामीले त्यो भजनीको इतिहासलाई नमेटाउँ भन्दै हामीले पहल कदमी पनि गऱ्यौँ र अन्ततोगत्ता त्यहाँका युवा नेतृत्व, विभिन्न राजनीतिक दलका नेताहरू र स्थानीय जनताहरूको पहलमा फेरि भजनी नगरपालिकाको नामबाट परिणत हुन गयो। तीनटा गाउँपालिका मिलेर बनेको तत्कालीन अवस्थाकोलाई त्रिशक्ति नगरपालिका नामाकरण गरियो र भजनीलाई त्यति बेला पनि ओझेलमा पार्ने प्रयत्न गरियो र पछिल्लो चरणमा जब फेरि थापापुर गाउँपालिका समावेश भएर चारवटा पालिका, स्थानीय पालिकाहरू समावेश हुँदै जो एउटा पालिका बन्यो, त्यो भजनी नगरपालिकाको रूपमा रूपान्तरण भयो। र विगतलाई यहाँ यति नै भन्दा पनि धेरै बुझ्न सकिन्छ भन्ने लाग्छ। हाल आएर त्यहाँ दुईवटा स्थानीय सरकारहरूले आफ्नो सरकार चलाइसके। एउटा विगतमा शेरबहादुर चौधरीको नेतृत्वमा स्थानीय सरकार चल्यो भने अहिले केवल चौधरीको नेतृत्वमा त्यो सरकार चलिरहेको छ। नगरपालिका विराट नगरपालिका पश्चात भजनी नगरपालिका पश्चात आउँ संक्षिप्त रूपमा भजनी नगरपालिकाको बारेमा विश्लेषण गरौँ। आज भजनी पनि विभिन्न ठाउँबाट, हुलाकी सडक भजनीको बीचबाट, सुखड भजनी सडक खण्ड सेन्टर पोइन्ट त्यहीँ, बौनिया भजनी सडक खण्ड सेन्टर पोइन्ट त्यहीँ, टिकापुर भजनी सडक खण्ड त्यहीँ, जोशीपुर भजनी त्यहीँ आदि इत्यादि। धनगढीबाट थोरै समयमा, करिब पौना 1 घन्टाको समयमा भजनी आउन सकिन्छ धनगढीबाट। गुलरिया त्यो क्षेत्रबाट नजिक छ, नेपालगञ्ज त्यो क्षेत्रबाट नजिक छ। आज हरेक दृष्टिकोणले भजनी एउटा सेन्टर पोइन्टको रूपमा, जो अझै भन्ने हो भने भारतबाट पनि लालबजीको बाटो हुँदै जो इन्डियाको गुलरिया घाट भनिन्छ, त्यहाँबाट पनि इन्डियाबाट पनि बाटो नजिक भएको अवस्था छ र कन्द्रा नदीमा पुल बनिसकेको र मोहना नदीमा पुल बन्यो भने फेरि भारतबाट पनि नजिक रहेको अवस्था छ। तर पनि भजनी माथि किन उठ्न सकेन? केही दिन अगाडि भजनी नगरपालिकाको मेयर केवल चौधरीजीले आफ्नो स्ट्याटसमा लेख्नुभएको थियो, नगरपालिकाले गरेको काम देख्न नसक्नेहरूले विरोध गर्ने पनि हैसियत छैन भन्ने आशयको स्ट्याटस लेख्नुभएको थियो। बडो दुःखका साथमा लेख्नुभएको थियो। हुन पनि हाम्रो बानी कस्तो छ भने, यो दलीय राज्य सञ्चालन भएको अवस्थामा जुनसुकै दलको नेतृत्व भए पनि आखिरी जनप्रतिनिधि भइसकेपछि हाम्रो जनप्रतिनिधि हो, हामीले त्यसलाई सहयोग गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित नभएर उसले गरेको राम्रो कार्यलाई विस्थापित गर्दै र केही भएका कमी कमजोरीहरूलाई बढी व्याख्या गर्ने प्रचलन र चिया होटलदेखि साँझ पखका नास्ता पार्टीहरूमा पनि त्यो अवस्था देखिन्छ। त्यसैले आज भजनी यस्तो ठाउँ हो जो त्यहाँको नेतृत्वले चाह्यो भने त्यो कल्पनाको स्वर्ग नगरी बन्न सक्थ्यो। ताल तलैयाहरू त्यहाँ छन्, नदी नालाहरू त्यहाँ छन्। एउटा उसरी भन्ने हो भने तपाईँ सुदूरपश्चिमकै सबै पानी आएर इन्डिङ हुने ठाउँ पनि भजनी नै हो। बाढी पीडित क्षेत्रको रूपमा पनि भजनी चिनिन्छ। त्यहाँ डल्फिन नजिकैबाट त्यहाँ हेर्न सकिन्छ, जो विश्वको दुर्लभ जलचर प्राणीको रूपमा मानिन्छ। अझै त्योभन्दा पनि दुर्लभ घडियाल, जसलाई हामी स्थानीय भाषामा नाको भन्छौँ,
त्यो पनि त्यहाँ चाहिँ उसले प्रजनन केन्द्रको रूपमा आफूलाई स्थापित गरेको छ र त्यही भजनीमा देख्न सकिन्छ। र पुरैना ताल जहाँ थुप्रै चराचुरुङ्गीहरूलाई, सरीसृपहरूलाई, जलचर प्राणीहरूलाई हामीले चाहिँ त्यहाँ देख्न सक्छौँ। आज त्यो पुरैना तालको पनि अवस्था दयनीय नै छ। एकपटक स्थानीय सरकारले त्यसको लागि आवाज उठाए तापनि खै के कारण हो बिचमा स्थानीय सरकार नै सेलाएको देखिन्छ। सुरुमा निकै गर्छौँ भन्ने किसिमको हाउबुजी गरे तापनि अन्तगतो त्यो चाहिँ बालुवामा पानी सरह भएको पाइन्छ। त्यसै गरी त्यहाँका विभिन्न धार्मिक मठ मन्दिरहरू जो देखिन्छन् तिनी पनि पौराणिक इतिहास बोकेका छन्। त्यहाँ हलौना बाबा एउटा जो सदियौँ पुरानो मानिन्छ त्यसलाई आज अगाडि ल्याउन सकिएको अवस्था छैन। त्यस्तै थुप्रै अन्य त्यहाँ धार्मिक स्थलहरू पनि छन्, तिनलाई अगाडि ल्याउने वातावरण बनेन। त्यहाँ ऋषिमुनिहरू, पौराणिक कालका ऋषिमुनिहरूले को नामबाट ती नदीहरूका नामहरू नामाकरण भएका पनि पाइन्छन्। तर त्यसका लागि अध्ययनको जरुरी छ। अध्ययन नभएकाहरूले त त्यसलाई चाहिँ अनर्थमा लान सक्छन्, तर अध्ययन भएका र भाषाविज्ञहरूले त्यसलाई सही रूपमा ल्याएर पौराणिक इतिहासलाई त्यहाँ देख्न सकिन्छ। यसै बीचमा विभिन्न दलका खिचातानीका कारण त्यहाँको विकास निर्माणको कार्य भने जस्तो हुन सकेको अवस्था छैन। त्यहाँ हरेक दलले मैले गरेँ, दलका कार्यकर्ताहरूले म मार्फत गरियो भन्ने भावनाबाट प्रेरित भएको हुनाले पनि भजनी पछाडि परेको छ। त्यसैले त्यहाँका हरेक दलका नेता कार्यकर्ताहरू, समाजसेवीहरू, बुद्धिजीवीहरूले हामीको भावनामा प्रेरित हुन आवश्यक छ। जबसम्म हामीले गर्यौँ भन्ने चाहिँ प्रेरणाबाट हामी अगाडि बढ्न सक्दैनौँ तबसम्म त्यहाँ कुनै न कुनैले गरेको उसमा राम्रो कुराहरूलाई व्याख्या भन्दा पनि नराम्रो कुराहरू भएका कमी कमजोरी, जान अनजानमा भएका कमी कमजोरीहरूलाई बढी व्याख्या गर्ने प्रचलनले हामी पछाडि परेका छौँ। आज त्यहाँ विभिन्न ठाउँमा बाटोघाटोको आवश्यकता छ, विभिन्न ठाउँहरूमा पुल पुलेसाको आवश्यकता छ, बनिरहेका छन्, भइरहेका छन्, तर जति सकिने हो त्यति भएका छैनन्। विभिन्न समयमा ठेकेदारहरूले लापरवाहीले गर्दा कार्यहरू अलपत्र परेका छन्। यसै सिलसिलामा आज भजनीको वार्ड नम्बर 3 को ठेकीदेखि वार्ड नम्बर 3 को परडियासम्मको बाटोलाई हेर्न सकिन्छ। आज त्यो कछुवाको गतिमा भइरहेको छ। भर्खरै 1 वर्षदेखि चाहिँ चुपचाप कालोपत्रेको सामान्य राखेर भएको बाटो अहिले त्यहाँ चाहिँ त्यो करिब 200-250 मिटर अहिले कालोपत्रे गरिन्छ र हुलाकी सडकबाट हेर्दा हो पिच छ भन्ने हुन्छ, तर बिचमा गएर अलपत्र छ। अहिले पनि त्यहाँका जनताहरूले दुःख भोग्नु परिरहेको अवस्था छ। बाढी पीडित नदीहरू, तटबन्धका कुराहरू छन्। विभिन्न मन्त्रालयहरूमा धाइए तापनि त्यहाँ चाहिँ विभिन्न नदीहरूमा झुलुङ्गे पुलहरूलाई चाहिँ व्यवस्थित गर्नका लागि जहाँ पक्की पुलहरू बनाउन सकिँदैन त्यहाँ झुलुङ्गे पुलहरू बनाउनका लागि पहल गरिए तापनि त्यसको कार्यान्वयन हुन सकेको छैन। विडम्बना एक समयताका तत्कालीनै भन्नुपर्छ, अहिले फ्रिज भएको अवस्था छ। तत्कालीन नागरिक उन्मुक्ति पार्टी स्थानीय सरकारको प्रतिनिधि वाडादेखि नगरपालिका, प्रदेशमा र सङ्घीय सांसदको रूपमा रहेका थिए, जो भजनी नगरपालिकाको लागि सुवर्ण अवसर थियो। र तिनै पार्टीबाट केन्द्रमा मन्त्री र राज्य मन्त्रीहरू चाहिँ मन्त्रालयलाई चाहिँ आफ्नो बसमा गरिरहेका थिए। तर दुर्भाग्य भनौँ त्यो चाहिँ तत्कालीन अवस्थामा हुन सकेन। त्यो भजनीवासीका लागि सबैभन्दा ठुलो दुर्भाग्यको कुरा हो। त्योभन्दा अगाडि पनि पार्टी कांग्रेस पार्टीले पनि स्थानीय सरकार, सङ्घ सरकारको प्रतिनिधित्व गरेको थियो। त्यति बेला पनि त्यो भजनीमा कुनै पनि त्यस्तो किसिमको ठोस कार्यहरू हुन सकेन जुन भजनीले फड्को मार्नुपर्ने थियो। अब रह्यो कुरा त्यहाँ भएका विकास निर्माणका कुराहरू, कसले के कति गरे भन्दा पनि के कति भए भन्ने कुराहरूमा हामीले ध्यान दिन पर्दछ। र जो भए ती कुनै एक पार्टीको एउटा कार्यकर्ता र एउटा माननीय सांसदले मात्रै गरेका थिएनन्। त्यहाँ माननीय सांसद र स्थानीय सरकारका प्रतिनिधि भन्दा पनि पछाडि, पर्दा पछाडिबाट अन्य नेतृत्वहरू पनि त्यहाँका समाजसेवीहरूले त्यसका लागि धेरै ठुलो पहल कदमी गरेको पाइन्छ। उहाँहरूलाई पनि धन्यवाद दिनुपर्छ। तर हामीले धन्यवाद दिनुको साटो त्यो पर्दा पछाडिबाट सहयोग गर्ने जुन समुदाय छ, जुन व्यक्ति छ, त्यसलाई हामीले कहिले सम्झिन सकेनौँ। यसकारण पनि भजनी पछाडि परेको अवस्था देखिन्छ। त्यति मात्रै होइन, भजनीमा विभिन्न सामाजिक सङ्घ संस्थाहरू छन्। सामाजिक सङ्घ संस्थाहरूमा जहिले पनि रोइलो भइराख्ने, त्यहाँ काम गर्ने दक्षता भएका व्यक्तिहरूलाई सजिलैसँग त्यहाँ चाहिँ नेतृत्व
आउन दिने वातावरण बनेन। जहिले पनि दलीय भागबण्डा नै हो, प्रत्यक्ष दलीय भागबण्डा। जहाँ दलीय भागबण्डा हुन्छ त्यहाँ कस्तो कार्य हुन सक्छ यो हामीले सजिलै बुझ्न सक्छौँ। र भजनीलाई बनाउने हो भने हामीले दलभन्दा पनि समुदाय र समाजलाई चाहिँ अगाडि बढाएर समुदाय र समाजमा भएका त्यस्ता बौद्धिक व्यक्तित्वहरूलाई को सहयोगमा हामीले जनप्रतिनिधिहरूलाई सहयोग गरेर अगाडि बढ्न सक्यौँ भने हामी भजनीलाई अवश्य बनाउन सक्छौँ भन्ने लाग्दछ। अहिले भर्खरै रासोपाले सङ्घमा आफ्नो पूर्ण दक्षता क्षमताका आधारमा उसले चाहिँ आफ्नो जित हासिल गरेको छ र अब त्यो भजनीवासीका लागि रासोपाको सांसद नभएर भजनीवासीको सांसदको रूपमा हामीले लिन पर्दछ र उहाँलाई हामीले सहयोग गर्नुपर्दछ। न कि होइन यो हिजो आएको रासोपा आज यस्तो किसिमको भयो भनेर खिचातानी गर्दै जाने हो भने फेरि हिजोकै जस्तो हालत र त्यो सांसदले पनि केही काम गर्न सक्दैनन्। हामी सहयोग गरौँ। अब प्रदेश र स्थानीय निर्वाचन हुनेवाला छ, त्यसमा पनि हामीले चुनावमा प्रतिस्पर्धा गरौँ, तर निर्वाचित भइसकेपछि हामी सबैले ती जनप्रतिनिधिहरूलाई सहयोग गरौँ। कमजोरी जहाँ हुन्छ त्यहाँ खबरदारी पनि गरौँ। यदि यसरी गयौँ भने भजनीलाई बनाउन सकिन्छ र भजनी कैलाली जिल्लाकै सेन्टर पोइन्टको रूपमा हुनसक्छ भन्ने हामीलाई लाग्दछ। र अर्को कुरा, अहिलेका भएका स्थानीय सरकारका जनप्रतिनिधिहरू जो हुनुहुन्छ उहाँहरूलाई यति नै भन्न चाहन्छौँ कि तपाईँहरूले चुनावताका आफूले आफ्नो घोषणापत्रमा एकचोटि घोषणापत्रलाई हेरिदिनुहोस्। त्यो घोषणापत्रमा आफूले बोलेको कुराहरू तपाईँले कार्यान्वयन गर्नुभएको छ कि छैन, त्यसलाई चाहिँ एकपटक तपाईँहरूले फेरि पुनः अध्ययन गर्नुहोस्। आफ्नो पार्टीको तर्फबाट तपाईँहरूले जुन घोषणापत्र जारी गर्नुभएको थियो त्यो घोषणापत्र अनुसार काम भएको छ कि छैन। र अर्को कुरा, विभिन्न वडा अध्यक्षज्यूहरू र मेयर प्रमुख उपप्रमुखज्यूहरू तपाईँहरूले विभिन्न समयमा हामी जस्तै मिडियाकर्मीहरूसँग जुन बोल्नु भएको थियो, हामी यो वर्षभित्र यो गर्छौँ, त्यो वर्षभित्र यो गर्छौँ, 6 महिनाभित्र यो गर्छौँ, हामी यसरी जान्छौँ उसरी जान्छौँ भनेर तपाईँहरूले सार्वजनिक रूपमा जो बोल्नु भएको थियो त्यसलाई तपाईँहरूले कार्यान्वयन गर्नुभयो कि भएन त्यो बारेमा पनि एकचोटि मनन गर्नुहोस्। यदि तपाईँहरूले आफैले आफूमाथि समीक्षा गर्नुभयो भने आगामी निर्वाचन फेरि तपाईँका लागि सुवर्ण अवसर हुनसक्छ। होइन भने आए राम गए राम भने जस्तै एउटा उखान चरितार्थ हुनसक्छ। यही कुराहरूलाई लिएर भजनीको समग्र विकासका लागि तपाईँ हामी सबै लागौँ र अगाडि बढौँ र अब भएका जनप्रतिनिधिहरूलाई हाम्रा जनप्रतिनिधि हुन् भन्ने भावनाबाट प्रेरित भएर सहयोग गरौँ र उहाँहरूको कमी कमजोरीलाई ठाउँको ठाउँ सजग गराउन पनि सचेत पनि गराउँ। यति भन्दै आज यो भजनी नगरपालिकाको सवालमा हामी तपाईँहरूमाझ यति नै कुरा राख्न चाहन्छौँ र आशा गर्दछौँ आगामी दिनहरूमा हामी यो माण्डव्य टाइम्सको तर्फबाट यो स्थानीय सवाल जो हामीले अगाडि सारेका छौँ एउटा कार्यक्रम, त्यस मार्फत हामी भजनीका विभिन्न बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधिहरू लगायतका त्यहाँका व्यक्तित्वहरूसँग हामी यो बारेमा पनि छलफल गर्नेछौँ र तबसम्मका लागि तपाईहरूले कमसेकम माण्डव्य टाइम्सको इमेल आइडी, माण्डव्य टाइम्सको फेसबुक मेसेन्जरमा भजनीमा कसलाई, कुन नेतृत्वलाई तपाईँले कुन चाहिँ स्थानीय सवाललाई तपाईँ राख्न चाहनुहुन्छ त्यो बारेमा चाहिँ तपाईँहरूले हामीलाई सभ्य र शालीन भाषामा सवाल पठाउनुहुनेछ र हामी सम्बन्धित पक्षलाई तपाईँको सवाल जस्ताको तस्तै हामी त्यहाँ स्थानीय सवालमा प्रश्न गर्नेछौँ र तपाईँको जवाब पाउनुहुनेछ भन्दै आजका लागि यही बिट मार्ने अनुमति माग्दै यो कार्यक्रमबाट म हेमन्त माण्डव्य बिदा चाहन्छु। नमस्कार।